नमस्ते हजुरहरु सबैजनालाई। आज चाहिँ म मेरो ब्रेकफास्ट लिएर हजुरहरु समक्ष उपस्थित भइसकेको छु। देख्न सक्नुहुन्छ यहाँ चाहिँ रहेको छ आजको मेरो ब्रेकफास्ट, जसमा रहेको छ ब्ल्याक कफी विथ सिनामन पाउडर है, अनि त्यस्तै गरी अर्को रहेको छ क्यासु नट, अनि पेकन, अनि वालनट, अनि ब्राउन ब्रेड, अनि त्यसमाथि चाहिँ मैले चम्चामा 1 चम्चा मेरो प्रोटिन पाउडर लिएको छु। यो चाहिँ रहेको छ आजको मेरो हेल्दी ब्रेकफास्ट है। अनि होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला, अनि म पनि सन्चै छु भन्दै अब चाहिँ मेरो ब्रेकफास्ट लिन सुरु गरौँ। सबभन्दा फर्स्टमा चाहिँ प्रोटिन पाउडर लिँदैछु है, किनभने म चाहिँ ड्युटी जानको लागि रेडी भइसकेको छु। अनि ब्रेकफास्ट गरेर म चाहिँ ड्युटी निस्किनु पर्ने हुन्छ त्यो, अनि सबैजना सुतिरहनु भएको छ बिहानको टाइममा, त्यही भएर मैले चाहिँ भोइस ओभर गरेको छु, बोलेको छैन। अनि यसरी मेरो मर्निङको ब्रेकफास्ट चाहिँ प्राय जस्तो चाहिँ यस्तो हुन्छ, कहिले चाहिँ स्विट पोटेटो हुन्छ, कहिले चाहिँ ब्राउन ब्रेड हुन्छ, अनि नट्स, अनि त्यस्तै गरी प्रोटिन पाउडर त भइहाल्यो है। अनि हजुरहरूलाई चाहिँ आजको मेरो भिडियो के कस्तो लाग्यो भन्न सक्नुहुन्छ। यो चाहिँ रहेको छ पेकन, देख्न सक्नुहुन्छ। यो हेर्दा चाहिँ वालनट जस्तो हुन्छ, तर यो वालनट चाहिँ होइन, पेकन हो। मैले धेरैवटा भिडियोमा पनि देखाइसकेको छु। अब मैले यसरी भनिराख्दा चाहिँ कतिजनाले चाहिँ ठेट नेपालीमा भन्नु न, हामीले पनि बुझ्ने गरेर भन्नुहुन्छ, अनि मलाई पनि त्यसको ठेट नेपाली ओड चाहिँ त्यसलाई अब के भन्छन् नेपालीमा भनेर चाहिँ मलाई थाहा छैन। त्यही भएको भएर चाहिँ मैले हजुरहरूलाई वालनट चाहिँ यो हो, आई मिन लाइक ओखर चाहिँ यो हो, ओखर जस्तै हुन्छ तर ओखर चाहिँ होइन भनेर देखाइराखेको हुन्छु। अब त्यसरी पनि बुझ्न सक्नुहुन्छ। यदि मैले यसको नेपाली नाम थाहा पाएँ भने चाहिँ म हजुरहरूलाई मेन्सन गरिदिन्छु अरू कुनै भिडियोमा है। अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि म पनि अब यति खाएर चाहिँ ड्युटी निस्किनु पर्ने हुन्छ। होप त हजुरहरूलाई आजको मेरो भिडियो राम्रो लाग्यो होला, के कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला। यदि मैले केही सुधार गर्नुपर्ने छ भने पनि हजुरहरूले कमेन्टमा गर्न सक्नुहुन्छ है। यति भन्दै म चाहिँ मेरो ब्रेकफास्ट लिन्छु। अनि हजुरहरू पनि जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, कृपया ह्याप्पी रहनु होला, हेल्दी रहनु होला। थ्याङ्क यू सो मच एभ्रिवान। अनि यसरी मैले जसरी हेल्दी खाना, हेल्दी ड्रिङ्क्स, हेल्दी फ्रुट्सहरू खान चाहिँ नबिर्सिनु होला भन्न चाहन्छु। म चाहिँ मेरो ब्रेडहरू देखाउँदैछु। यति नै हो आजको लागि चाहिँ।